सो हेलो एन्ड नमस्ते उसो सबैजना सन्चै हुन्छ होला इट्स मेरो सुन श्रेष्ठ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज धेरै पछि लगभग एक हप्तापछि भ्लग गर्दैछु मैले। अस्ति सुन्ने रिजल्ट गएको मोबाइलमा स्पेस नपुगेर भ्लगै भएन। त सुन्ने रिजल्ट कन्टेस्ट सुन्ने रिजल्ट राम्रो राम्रो आएको थियो सिनहरू, साथ दिएन मोबाइलले, स्पेसै पुगेन। अनि घर आएर अनि मोबाइल फर्मेट गर्दै थिएँ। अनि अब आज चाहिँ त्यही हो मन्डिका टारतिर पुग्नु लाग्यो एकछिन। अनि अरू बेला टाइम पाउँदैन, त्यही भ्लग अब यही यसो काममा निस्केको बेला, बाटो निस्केको बेला काम पनि भ्लग पनि हुन्छ भनेर गरेको। पेट्रोलको भाउ फेरि 2 रुपियाँ बढायो, कस्तो महँगो भएछ पेट्रोलको भाउ। तेल हाल्न पनि गाह्रो भइसक्यो अब त। ट्राफिकहरू के उता ट्राफिक हुन्छ या कुर्न त को खोज्छ र जो पनि अब छिराउन खोजिहाल्छ, निस्किन खोजिहाल्छ। खै लकडाउन हुन्छ होला भन्ने हल्ला चल्यो है, तर नहुने भयो। निषेधाज्ञा त्यही पहिलाको निषेधाज्ञालाई हल्का त्यो चेन्ज गर्थ्यो, त्यही हो। अरू त के छ र, लकडाउन चाहिँ भएन। गाडी फस्यो अब। या आइफोनबाट भिडियो खिच्यो भने है यस्तरी आउँछ बिचबाट है। गाडीहरू यसो मन चाहिँ जामलाई त्यही रोकिदिन्छ जाम। अब के भन्दै थियो भने आइफोनबाट भिडियो खिच्यो भने लगभग 15-20 मिनटको भिडियोलाई पनि 2 GB जस्तो भइदिने कि, अनि त्यस्तो स्पेस खाइदिने कि, लाम्लोमै स्पेस खाइदिने। गाह्रो नि अब त्यही घरमा एउटा कम्प्युटर थन्केर बसेछ, त्यो कम्प्युटरमा ऱ्यामहरू किनेर लगेर ऱ्यामहरूलाई अब बढाउनु पऱ्यो। अनि त्यसमै मोबाइलबाट खिच्ने, ट्याग गरेर राख्ने, मोबाइलबाट हटाइदिने, एडिट पनि अब कम्प्युटरबाट गर्नु पर्ला। सहज हुन्छ नि। त्यही त अस्ति जाँदाखेरि त भयो भ्लग, भिडियो त राम्रै भयो। त्यो जाँदाखेरि त्यहाँ पुगिसकेपछि त्यहाँको सिनहरूको पनि भिडियो त राम्रै आएको थियो। पछि फर्किँदाखेरि गर्दा गर्दै स्पेसै फुल भयो क्या, अनि भ्लगै गर्न मिलेन। हारिगौ अब त अब जान्छु म कति घटाएर अब।
ल म चाहिँ अहिले यहाँ रिङ रोडमा निस्केँ है। अब सिधै गएर एमसिएसको के अरे एमस हस्पिटल अगाडि जान्छु। अनि त्यही हो कस्टमर चाहिँ भेट्नुपर्ने मैले। अनि कस्टमरलाई भेटेर म त्यहाँ काम सकाएर अनि त्यसपछि हजुरहरूले भेट्छु नि त है डाइरेक्ट। ल मैले चाहिँ है त्यहाँ कामसाम सकाएर निस्केँ। अफिसतिर लाग्दैछु। स्पिड लिमिट 20मा त हिँड्न त के हिँड्ला मान्छे हिँड्यो भने जाम हुन्छ या। हाम्रो एम्स हस्पिटल 20को स्पिड भनेपछि कति हुन्छ? 80? यो त 21 हो। 80 मात्रै हिँड्यो भने त जाम हुन्छ। गाह्रो छ। बाटो चाहिँ हल्का साँघुरो हो। त्यही हो ओभरटेक गर्न गाह्रो हुन्छ। म यहाँकै बाटो निस्किन्छु सजिलो छ त्यो बाटो। डाइरेक्ट सिधा गयो भने ट्याक्क हरेगाउँ डाइरेक्ट नक्सल पुगिन्छ। हाम्रो अफिस चाहिँ गैरी डाँडा। यहाँ यसो हेलमेटमा मोबाइल अड्काएर हिँड्यो भने मान्छेले कसरी हेर्ने क्या। अनि अब हेलमेटहरू त बोल्यो नि अब अरूले सुन्दैन ठिक छ, तर अरू लाग्ने के अघि ठ्याक्क अफिसको पार्किङमा दुईजना चुर खाएर रहेछ है। ठ्याक्क त्यहीदेखि नै गर्ने मतलब मोबाइल सोबाइल राखेर निस्केको दुईजना चुर खाएर रहेछ। हेरै गऱ्यो कस्तो हामीलाई के अरे मलाई नै अरू लाएर है। अनि भाइ साइजर लाएर अनि त्यहाँ चाहिँ केही नबोली निस्केको त्यहाँबाट। त्यही यो यसो भिडियो खिच्नु होइन भ्लगिङको लागि मात्रै होइन, पछि अब आफ्नै सेफ्टीको लागि पनि हुन्छ नि त। अब कहीँबाट अब जस्तो अगाडिबाट आएर कहिले रङ साइडबाट आएर अब हानिदियो भने अब त्यहाँ सजिलै थाहा हुन्छ नि त कसको गल्ती हो, कसको के कारणले एक्सिडेन्ट भयो भनेर। गाह्रो हुँदैन। अनि अब कतिपय ट्राफिकहरूले नि अब यसो बेल्ट टाइपले यतातिर कम्मरतिर त्यो गर्छ नि, कम्मरतिर होइन छातीतिर राख्छ नि क्यामेरा। यो भ्लगिङ पनि हुन्छ है, आफ्नो सेफ्टी पनि तिनवटा कुरा भयो कि भ्लगिङ पनि सेफ्टी पनि प्लस आफ्नो काम पनि भयो नि त, प्लस त्यसमा इन्टरटेनमेन्ट पनि भयो। अब आफ्नो रमाइलोको लागि पनि भयो। अब बाइचान्स चलिहाल्यो भने अर्को त्यहाँ प्रफिट हुन्छ। जाम यसो जाम भयो भने चाहिँ झ्याउ हुन्छ क्या। म चाहिँ अहिले हाँडीगाउँ आइपुगेँ। हाँडीगाउँ भने नि नेवार टोल एउटा उखान छ नि, काहीँ नभएको जात्रा हाँडीगाउँको खै के भन्ने छ नि, भन्न त आउँदैन मलाई। यहीको हाँडीगाउँ मतलब हाम्रोतिर पनि छ क्या हाँडीगाउँ। मतलब त्यहाँको भन्न भनेको त होइन, यहाँको रहेछ हाँडीगाउँ मेन। यहाँको उखान रहेछ कि मेन। रुखमाथि तल मन्दिर त्यो रुख तल रुखको जरा मुनि मन्दिर रहेछ क्या। नेवारहरूको चाहिँ टोलमा छिर्ने के त्यहाँ नेवार टोल आफूलाई यो नेवार टोल हो भन्ने थाहा नहुँदा नि छिर्यो भने पनि पछि आफैले थाहा हुन्छ कि घरहरू हेरिकन के सानो सानो सिमेन्ट सानोहरू पुड्के घरहरू।
अनि पुर्के घरहरू बाटो साँगुरो बाटो दिँदैन नि त हुन त हामी नेवार तर हामी लोकल नेवार परेन म चाहिँ नवलपरासीको त्रिवेणीको नेवार हामी पानीको छिट्टा हान्न सुरु गरिसक्यो है आजकल त के भरेन भने के कुन बेला पानी पर्ने कुन बेला के अब अहिले छिट्टा आइसक्यो बिहान चाहिँ हेर्दा पुरा पर्ला जस्तो थियो फेरि एकछिन घाम लाग्यो अनि अहिले छिट्टा हान्न थालिसक्यो अब यो छिट्टा ठुलो त पर्दैन जस्तो छ हेर्दाखेरि बादलहरू अब त खै परे नै हामीलाई कि अब हामी अफिस पुग्न लागिहाल्यो आजको ब्लग चाहिँ छोटो ब्लग हो छोटो अब मिठो चाहिँ खै हजुरले मन परायो भने छोटो मिठो ब्लग पेट्रोल हाल्नु पर्ने थियो बाइकमा है तेल हाल्नु पर्ने थियो 130 भएर रहेछ है अस्तिको लकडाउनमा कति 96 हो कि 98मा हालेको याद छ मलाई अस्ति भर्खरको लकडाउनमा अनि एक वर्षमा कति 30 भनेर चाहिँ 130 के अरे 34 जस्तो त लिटरमा बढाइदियो यार एक वर्षभित्र इन्डियामा पनि तेलहरू त महँगै रहेछ यो पेट्रोलहरू नेपालभन्दा महँगो रहेछ अब इन्डियन करेन्सीलाई नेपालमा कन्भर्ट गर्न गयो भने त नेपाल भन्दा महँगो रहेछ त्यही अनि अब नेपालको के अरे बोर्डरतिर हुन्छ नि तराईको इन्डिया बोर्डरतिर हो त्यहाँको मान्छेहरू प्रायः नेपाल आएर तेल भरेर जाँदैछ कि त्यहाँ हाम्रो गाउँको थाइल्यान्डमा थियो तर त्यो पनि धेरै महँगो भयो कि तेल त्यहाँ 130 पर लिटर त धेरै महँगो भयो फुल लिटर हाल्न पनि कति लाग्यो जस्तो 12 लिटर पनि आँटो मेरो कति 1500 नि नपुग्ला के हो क्यालकुलेटै गर्नुपर्छ 70 सेकेन्ड ल म तपाईँहरूले जाम कटेपछि अब डाइरेक्ट अफिसतिर गएर इन्डिङ गर्छु ब्लग है त्यही गरेर भेटौँ न ल म चाहिँ अफिस पुग्न लागेँ है मेरो अफिस चाहिँ गैरीधारा चोकमै होइन चोकबाट हल्का लाजिमपाट जाने बाटो निर लेफ्ट साइडमा एड्रेस ब्याङ्क छ एड्रेस ब्याङ्कको साइडकै बिल्डिङमा छ है तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ बोर्ड छ है आउन सक्नुहुन्छ तपाईँहरू इन्सुरेन्स कुनै गराउनु छ भने यही आउनु भन्ने जरुरी छैन हाम्रो शाखाहरू मतलब ब्रान्चहरू धेरै ठाउँमा छ काठमाडौँमा चाबेल बानेश्वर न्यू रोड पाटन बनेपा सामाखुसी हेरोबिस नक्सल भयो यो गैरीधारा ब्रान्च टेकुमा छ कुपनडोलमा छ हजुर जहाँ नजिक वर्ष जान सक्नुहुन्छ हजुर डिस्काउन्ट भइहाल्छ मेरो नाम भन्नु होइन रोशन श्रेष्ठले पठाएको गैरीधारा ब्रान्चको डिस्काउन्ट भइहाल्छ लाइफ बाइक सबै हुन्छ त्यहाँ ल आजको लागि चाहिँ यति मात्रै अन्तिमसम्म हेरिदिनु सबैलाई धन्यवाद नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु लाइक सेयर गरिदिनु है त ल